नमस्कार कृष्ण सर। आज धेरै दिनपछि हजुरसित मिल्ने र केही कुराहरू सोध्ने मौका पाइयो, त्यसको लागि सबैलाई धन्यवाद दिन चाहन्छु। एक्चुअली मेरो फेसबुक पेजबाट हेर्ने सबै साथीभाइहरूलाई अब के भन्दाखेरि अब मेन कुरा सबै साथीभाइहरूले के सोधिरहेका हुन्छन् भने क्वेसन, अब यहाँ युरोपमा यो सेन्जेन कन्ट्रीमा कुनै पनि ठाउँमा आउँदाखेरि कुन काममा अलि सहज र चाँडो तरिकाले आइन्छ भनेर सोध्नु भइरहेको हुन्छ होइन। त्यही कारणले गर्दाखेरि यहाँ मेरो एकदम नजिकको साथी हुनुहुन्छ यहाँ कृष्णजी। अब उहाँले बताइदिइहाल्नुहुन्छ। अब उहाँ एक्चुअली कन्स्ट्रक्सन लाइनमा काम गर्नुहुन्छ र त्यसमा चाहिँ अलि बेटर र सजिलो छ भन्ने उहाँले कुरा गर्नुभएको थियो। त्यही भएर एक्चुअली अब त्यही नै कुरा उहाँसित त्यसैको आन्सर चाहिँ लिन आइरहेको छु है कृष्ण सर। र यति चाहिँ हजुरले प्रश्न पारिदिनु हो, यहाँ आउनलाई कति सजिलो छ। अब कुनै पनि ठाउँबाट एसियाबाट र अदरवाइज कतार दुबईबाट यो कन्स्ट्रक्सन लाइनमा हजुरले धेरै एक्सपिरियन्स छ हजुरको होइन। अब कस्तो छ, अब त्यो यति सहज छ आउनलाई र केही डिफिकल्ट छ होइन, कति छ स्यालेरी, अब ठिक छ आउन सकिन्छ सकिँदैन होइन, कस्तो छ यहाँको कामको बारेमा यति छोटकरीमा केही कुरा बताइदिनु पर्छ। हजुर नमस्कार सबैलाई। म पनि आएको अब समथिङ अब 28-29 महिना भयो। त्यसको कन्टेक्सन भनेको पहिला म पनि अब कतारमा चाहिँ स्टिल फिचर काम गरेको, ओन्ली स्टिल फिचर थियो। यहाँ तपाईँको यहाँ आइसकेपछि अब बिल्डिङ गर्न के छ भने यहाँको युरोपको चाहिँ अब रुल के तपाईँले कुनै पनि कामहरू गर्ने, तर यो गर्नै पर्छ भने चाहिँ हेरेर जाने, सिक्दै गएपछि अनि बिल्डिङमा कहिले पेन्टिङ पनि गर्नुपर्छ, कहिले अब तपाईँको यो ब्लकहरू लगाउने होइन, टाइलहरू लगाउने त्यो काम पनि हुन्छ। तर चाहिँ अब तपाईँलाई अनुभव छ भने अब तपाईँले आफै आएर लगाउँदा पनि हुन्छ, नै भने चाहिँ अब एउटा उस्ताद छोड्दै हुन्छ, त्यो उस्तादलाई चाहिँ अब हेल्पहरू गर्ने, त्यो हेल्प गर्दा गर्दै गएपछि अनि सिक्ने हो। सिक्दै गएपछि अनि आफूले नलेज पनि हुनु पऱ्यो। सबभन्दा ठुलो पञ्चायत भन्छ नि मेमोरी क्याप्चर गर्नु पऱ्यो। मेमोरी क्याप्चर तपाईँसँग छ भने त्यसमा चाहिँ केही काम गर्नलाई त्यस्तो दुःख केही पनि हुँदैन। मैले पनि अहिले आएर पहिला अब स्टुडियो काम गरेको, अनि यहाँ कहिले स्काफोल्डिङ काम पनि गर्छु, त्यो हेरेर जाने। त्यो अहिले मलाई अनुभव चाहिँ लगभग त्यो पुरै त भन्न सक्दिनँ, हल्का फुल्का चाहिँ अनुभव छ मलाई। अब पेन्टर भयो यताउता सबै गरिन्छ, स्टुडियो काम भयो तपाईँको। यो चाहिँ अब तपाईँको भन्छ नि अब यो बेतुन भनेको जस्तो कङ्क्रिट ढलानहरू गर्ने, त्यो पनि सबै कुराहरू चाहिँ गर्नुपर्छ, तर नलेज चाहिँ अलिकति राख्नुपर्छ। ल प्लस चाहिँ भाषा चाहिँ अनिवार्य छैन। म तपाईँलाई फेरि अर्को भिडियोमा चाहिँ अवगत गर्छु।